फटाफट वर्ल्ड न्यूजमा यहाँलाई स्वागत छ। सुरु गरौँ अहिलेसम्मका खबरहरू। भारत र रुस बीचको बलियो सम्बन्ध देखाउने एक अनौठो कूटनीतिक इसारामा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मानक प्रोटोकल तोडेर दिल्ली विमानस्थलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गरेका छन्। यो इसाराले दुई नेताहरू बीचको रणनीतिक साझेदारी र घनिष्ठ सम्बन्धलाई झल्काउँछ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने राजकीय भ्रमणको लागि बिहीबार भारत आइपुगेका छन्। स्टकहोम इन्टरनेसनल पीस रिसर्चको नयाँ रिपोर्ट अनुसार युक्रेन र गाजा युद्धसहित विश्वव्यापी तनावका कारण सन् 2024मा विश्वका सबैभन्दा ठूला हतियार कम्पनीहरूले कृत्रिम आम्दानी गरेका छन्। युरोप हतियार उत्पादनको नयाँ केन्द्रको रूपमा उदाउँदैछ। पहिलो पटक इलन मस्कको कम्पनी स्पेस एक्स परिको 100 सूचीमा 77औं स्थानमा समेटेको छ। ग्राहकहरूको सेवामा विगत 19 वर्षदेखि सरल र सुरक्षित बैंकिङ पहुँच पुर्याउँदै आइरहेको सिटिजन बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द इयर 2025 अवार्डबाट लन्डनमा सम्मानित भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणको क्रममा दुवै पक्षले सु-30 लडाकु विमानहरूको दोस्रो ओभरअल भारतीय वडालाई 837 हावाबाट प्रहार गर्ने मिसाइलहरूले सुसज्जित गर्ने, जसले 200 किलोमिटरभन्दा बढीको दूरीका लक्ष्यहरू प्रहार गर्न सक्छ। साथै S-400 500 लामो दूरीको र भर्वा धेरै छोटो दूरीको वायु रक्षा प्रणाली जस्ता प्रमुख परियोजनाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विभिन्न उम्मेदवारको अन्तर्वार्ता लिएपछि आफ्ना सैन्य सचिव मेजर जनरल रोमन गोफम्यानलाई इजरायलको गुप्तचर निकाय मोसादको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेका छन्। मेजर जनरल गोफम्यानले वर्तमान मोसाद प्रमुख डेभिड बार्नियाको स्थानमा उनलाई नियुक्त गरेका छन्। उनको 5 वर्षीय कार्यकाल जुन 2026मा सकिनेछ। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया आरबीआईले 100 भन्दा ठूला दरका भारतीय नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको छ। आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली 2015 संशोधन गर्दै ठूला दरका नोट पनि नेपाल भारत ल्याउन र लैजान पाउने व्यवस्था गरेको हो। अमेरिकाको सान फ्रान्सिस्को स्थित नेपाली वाणिज्य दूतावासका कर्मचारीहरूको गैर कूटनीतिक व्यवहारहरूप्रति त्यहाँ रहेका नेपालीले आवाज उठाएका छन्। उनीहरूले कर्मचारीहरूको मनपरी व्यवहार विरुद्ध अनुसन्धानको माग गर्दै नेपाल फिर्ताको अनुरोध माग गरेका छन्। श्रीलङ्कामा हालै आएको चक्रवातले निम्ताएको मौसमी विपदका कारण मृत्यु हुनेको संख्या 479 पुगेको श्रीलङ्का विपद व्यवस्थापन केन्द्रले बिहीबार जनाएको छ।